हिजो आज बिदा हुने बित्तिकै जंगल जाने आदत नै बनिसकेको छ हाम्रो। आज पनि हाम्रो टिम जंगल जाँदैछौँ। अस्तिको भन्दा केही थोरै नजिक जाँदैछौँ। आज हामी 4 जना मात्र रहेका छौँ। अन्य साथीहरू कार्य व्यस्तताको कारणले घरमै हुनुहुन्छ र यतिखेर हामी जंगल पुगिसकेका छौँ र जंगल पुगेर पनि हामी न्युरो टिप्न सुरु गरिसकेका छौँ। साथीहरू न्युरो टिप्दै हुनुहुन्छ र हामीले चाहिँ एकैछिन विश्राम गर्यौँ। यति जम्मा भइसकेको थियो हाम्रो र त्यसपछि हामीले खाजा खायौँ। खाजामा हाम्रो चटपटे रहेको थियो। त्यसपछि हामी फर्कने तर्खर गऱ्यौँ किनकि हामीलाई मौसमले खासै साथ दिइरहेको थिएन। र यतिखेर हामी बाटोमा आइसक्यौँ र यतिखेर थोरै पानी परिरहेको थियो थोरै त्यस कारणले हामीले प्लास्टिक ओढेर आयौँ र घर आयौँ। विशेष गरेर न्युरोलाई अहिले खाने भन्दा पनि पछि खाने तरिकाले तयार पार्छौँ। यसलाई धोएर स्टिम गर्छौँ। स्टिम गरेपछि घाममा मजाले सुकाएपछि यसको गुन्द्रुक अर्थात् सुकुटी तयार हुन्छ।